हेलो साथीहरू नमस्ते। आज हामी यहाँ घुम्न आउँदैछ भिटार भन्ने ठाउँमा। हेर्नु है साथीहरू, यस्तो छ। अरू अगाडि हिँड्दैछ। के भयो? यसलाई भिडियो खासको त उकालो भिडियो पनि फेरि देख्नु भयो के मच्छरले पनि खाइदियो मलाई त। यत्तिरिका साथीहरू, हामी त यता भिटार भन्ने ठाउँमा घुम्न आएको। यता आउँदैछ यहाँ। यहाँ यति अर्कोमा हामी चढ्नै सकेन हौ। टाउको रिउँटा लायो, नानीलाई पनि रिउँटा लागेको अरे। हामीलाई पनि रिउँटा लाग्यो साथीहरू। कोही एउटा त्यता छ रिउँटा लागेको अरे। के गर्ने, नसकेपछि कहाँ जानु हो। यति माथि सकेन हामी त। हेर्नु है साथीहरू, त्यही माथि छ। गयो पुनम त गयो। वा निस्केछ, गयो भनेको त। भरै चक्कर लाएन म त सकेन। ल हामी साथीहरू यहाँबाट चढेर चढ्न सकेन, फर्कियो। ल हाई फर्क्यो। अब भिटार पनि हेऱ्यो, टाउको रिउँटा लाएर। हेर्नु साथीहरू, यहाँ भिटार घुम्न आएको त चक्कर लाग्यो, सकेन। तालमा पुग्नै सकेन हो, फर्क्यो हामी त। फर्क्यो। अब यता यता बेजान बजार देखाउँछु है मैले हजुरहरूलाई। बेजान बजार देखाउँछु। कहाँबाट देख्छ बेजान बजार? बेजान बजार छलङ्गै देख्ने रहेछ हौ। बेजान बजार पिङ खेल्ने होइन? अब घुम्यो, अब ठकाइ मेट्ने गरे। हेर्नु ए ठकाइ मेट्ने गरे। ठकै मेटेको हामी त ठकै लायो। नानी यता यार, सानी आइ भन्देऊ छ्याब्बा। हनुमानको मन्दिर पनि छ यहाँ। राम सीता भगवान छ यहाँ, हुनुहुन्छ। मृग आज फेरि हामी यता माथि आएको है। म हाल्दैन टिकटकमा त आज त।
यता पार ल आइगर हाई भन जापोले जाटोकै जापले मजा मिठो छ धेरै तर यहाँ एउटा सुविधा उसाल्नु पर्छ वाइफाईको तल जस्तो स्क्यान मागे दिन्छ होला मागे त दिनु चाहिँ पर्ने थियो टाँसेर राख्नुपर्छ माग्न त कहिले आफू भ्याउँदैन कहिले भ्याउँदैन यो आधा पनि तिनवटा हालिदिएको तिनीलाई धेरै थियो ससेस तिनटै थिए तिनवटा हो है तिनटै हो यो पनि राख्दैन क्या हाम्रो नानीले खायो मिठो छ चाउमिन मिठो रहेछ चाउमिन त रातो छ हाम्रो चाउमिन रातो छ अलि हामी कालो कालो तल पुगेको अन्त मखाना कोक गएको पक्कै कान्छीले पुरो उसी भिडियो जाँदा टक्क गर्ने गरी भ्याएरै छ फुपूले टक्क कति मिठो खाएको होला ल ल दिदी बहिनी हाम्रो दुईटा जेठी यता माइली आज कान्छी फेरि आएको छैन यता नन्द ओ उहाँ सानो फुच्ची भान्जी हाई म यता छु ल मैले देखाउँछु ल हामीले ललिपप खाँदैछौँ म छुटिन्छ ल यता म छु भाइ चिसो खाँदैछु यी फेन्टा अनि एउटा चोकोटो खै त एउटा पिस मोमो खाँदैछु यी कति मिठो होला है यो के हो नि दिदी ललिपप मिठो छ हुन्छ ल मैले यो रामपुर बजार पनि देखाउँछु है वाउ कति राम्रो भ्यू छ है यता पनि छ म ऊ सानो पुच्ची अलि राम्रोसँग खानु है यता हेर्नु न दिदी मिठो छ फेरि फेरि पनि खाना आउने है मलाई त पुग्यो अब आउँदैन